हेलो वेलकम टु माई कुकिङ ब्लग। आज तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो थम्बनेलमा के छ। म चाहिँ छिटो छिटो आइवा तास्दैछु। यसलाई पियर भन्छ कि नास्पति। पियर भनेको सफ्ट हुन्छ, यो नास्पति नै हो कि क्या हो। यसको चाहिँ म आज डेजर्ट बनाउन जाँदैछु, स्विट। मैले पहिला पनि बनाइसकेको थिएँ, तर आज चाहिँ म तपाईँहरूलाई सिकाउँछु म कसरी बनाउँछु भनेर। मैले यसको काटेर भित्रकोमा गोलो बनाएँ अनि यसको गेडाहरू चाहिँ निकालेर पानीमा भिजाउनु पर्ने रहेछ। अनि त्यसबाट चाहिँ जेली जस्तो निस्किन्छ। अनि मैले जेली जस्तो भयो। अनि यसको त्यो भित्रको फिलिङको लागि चाहिँ मैले रेड एप्पल मैले यसलाई मजाले कोरेसम्म कोरेँ। अब यो कोरेसम्म कोरेको एप्पल चाहिँ मैले अघि काटेको त्यो आइभाको भित्रपट्टि त्यो गोलो गोलो जुन छ त्यसमा चाहिँ म फिलिङ गर्छु। यसलाई मजाले हातले लिएर अनि बिस्तारै बिस्तारै सबैमा फिलिङ गर्दै जाने। एउटा एप्पलले चाहिँ मलाई 5वटा आइवालाई मैले फिलिङ गरेर भ्याएँ। अनि त्यसपछि यसमा स्विटको लागि चाहिँ यो एल्मासु भनेको चाहिँ यो एप्पल सिरप हो। चिनी नै भने पनि हुन्छ, तपाईँहरू चिनी पनि युज गर्न सक्नुहुन्छ। अनि यो रातो चाहिँ मुलबेरीको सिरप हो। अनि मैले यसमा चाहिँ कलरको लागि हालेको, नराख्दा पनि हुन्छ यसमा। अनि मैले माथिबाट यो एप्पल सिरप हालेँ, एप्पल सिरप या चिनी जे हाल्दा पनि हुन्छ। अनि मैले माथिबाट तातो पानी राखेँ, तातो पानी राख्ने। अनि यसलाई चाहिँ मजाले सानो, सुरुमा चाहिँ ठुलो बनाउने ग्यास, अनि त्यसपछि उम्लेपछि चाहिँ सानो आगोमा पकाउने। मैले चाहिँ सिनेमन हालेँ किनकि स्मेलको लागि। देख्नुभयो जेली, त्यो सिड चाहिँ पानीमा भिजाएर आएपछि जेली जस्तो हुँदो रहेछ। अनि फेरि पछि थप्नको लागि मैले राखेँ। त्यो भयो भने चाहिँ कस्तो राम्रो लिक्विडी फर्ममा हुन्छ। अनि सानो आगोमा मैले पकाउँदै गएँ, फर्काएँ, ला डढेछ। यो अब चाहिँ तयार भयो। यो चाहिँ ठ्याक्कै जाम जस्तै हुन्छ। अनि यो तयार भयो। अनि मैले चाखेँ। थ्याङ्क यू फर द वाचिङ।